हाम्रो नेपालमा जति बोडबिरुवा छन् र बर्खामा जति च्याउ उम्रिन्छन् जङ्गलमा त्यति नै नेपालमा पार्टीहरू उम्रिने भए साथीहरू। अहिले भनेका नयाँ चिनेका विशिष्ट सामाजिक सञ्जालबाट पलाएका नेताहरू जस्तै हर्क साम्पाङ, भालेन शाह, कुलमान घिसिङ, रवि लामिछाने लगायतका सबै पार्टीहरू एक आपसमा मिलेर जान्छन् जस्तो लागेको थियो हामीलाई। तर उनीहरू नि पुरानै पार्टीको लयमा लाए। एमाले, काङ्ग्रेस, माओवादी लगायतका पुरानै पार्टीको जस्तो अवस्थामा हिँड्दैछन्। हामीले अब आउने चुनाव भोट कसलाई हाल्ने साथीहरू? म त एकदम अलमल्लमा परेँ। जो हेरे नि उस्तै छन्, जो हेरे नि जसको शक्ति उसकै भक्ति जस्तो गर्दैछन्, जसले नि आफैलाई ठुलो ठान्दो रहेछन्, सिंहलै मात्रै गरौँ भन्नु सोध्दो रहेछन्, मिलेर जाउँ भन्ने त सोच मनसाय त कसैको पनि छैन साथीहरू। के गर्ने होला यस्तो अवस्थामा? हामीले भोट कसलाई हाल्ने होला? म त कसैलाई भोट नहालौँ जस्तो लाग्यो, अलमल्लमा परेँ। भन्नुहोस् त तपाईँहरू।